सिंहदरबार भित्र रहेको रेडियो नेपालको स्टुडियो। यो जेनजीको लागि हामी हार्दिक शुभकामना पनि व्यक्त गर्दछौँ। हरिशरण लामिछानेले रेडियो नेपाल कब्जामा लिएर अनधिकृत रूपमा लाइभ बोलिरहेको दृश्य हो यो। यस्ता बिरलै यस्ता दिनहरू आउँछन् जहाँ जनताका आवाजहरू बोलिन्छन्। हरिशरण लामिछाने जो रासुपा सभापति रवि लामिछानेका सहोदर दाई समेत हुन्। नखु कारागारबाट रवि बाहिर निस्कँदै गर्दा हरिशरण लामिछानेले भने रेडियो नेपाल कब्जा गरेर बोलिरहेका थिए। हरिशरण लामिछानेलाई यसरी रेडियो नेपाल कब्जा नगर्न समाचार वाचक राजेन्द्र विक्रम शाही र कार्यक्रम सञ्चालक सूर्य लामाले पटक पटक रोक्ने प्रयास गरेका थिए। तर हरिशरण लामिछानेले आफूलाई बोल्न नदिने हो भने यहाँ जे पनि हुन सक्ने चेतावनी दिँदै जबरजस्ती स्टुडियोभित्र प्रवेश गरेर स्टुडियो नै कब्जामा लिएर लाइभ गर्न थाले। सबै नेपालीहरू एक हुनुपर्छ, किनभने नेपाली जनतालाई विभिन्न खेमाहरूमा विभिन्न तह तब्कामा चाहिँ फुटाएर लडाएर शासन गर्ने दिनहरू चाहिँ अन्त्य भएको छ। हरिशरण लामिछानेले 20 मिनटसम्म रेडियो नेपाल कब्जा गरेका थिए। बाहिर सिंहदरबार जलेर खरानी भइरहँदा सिंहदरबार भित्र रहेको रेडियो नेपालको स्टुडियो नै कब्जामा लिएर हरिशरण लामिछानेले भने आन्दोलनकारीलाई थप उत्तेजित बनाउने काम गरिरहेका थिए। उनले आन्दोलन